4 वर्ष अघि सन्दीपबाट खोसेको कप्तानी रोहितले फेरि उनैलाई बुझाए। नेपाली क्रिकेटमा देखियो गजबको संयोग। कप्तानी छाड्नु पर्दा रोहितको सुनौलो यात्रामा लाग्यो पूर्ण विराम। सन्दीप सामु अब कप्तानका रूपमा आफूलाई प्रमाणित गर्ने ठूलो चुनौती। कहिलेकाहीँ क्रिकेटमा खेलभन्दा बाहिरका संयोगले पनि सबैभन्दा ठूलो कथा बनाउँछन्। नेपाली क्रिकेटमा अहिले यस्तै एउटा गजबको संयोग दोहोरिएको छ। 4 वर्ष अघि जुन कप्तानी सन्दीप लामिछानेबाट रोहित पौडेलको हातमा पुगेको थियो, आज त्यही कप्तानी फेरि रोहितकै हातबाट सन्दीप कहाँ फर्किएको छ। समय फेरियो, परिस्थिति फेरियो, तर कप्तानीको यात्रा भने घुमेर ठिक त्यही ठाउँमा आइपुगेको छ। 4 वर्ष अघि युवा रोहितले नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दा उनी सामु ठूलो जिम्मेवारी थियो। निकै कम उमेरमै कप्तानी पाएका रोहितले बिस्तारै आफूलाई नेतृत्वमा स्थापित गरे। लामो समयसम्म नेपाली टोलीको नेतृत्व गर्दै उनले एक दिवसीय क्रिकेटमा सर्वाधिक खेलमा कप्तानी गर्ने नेपाली खेलाडीको कीर्तिमान समेत बनाए। तर अहिले त्यो सुनौलो यात्रामा अचानक पूर्ण विराम लागेको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी पुरुष प्रिमियर कपका लागि सन्दीप लामिछानेलाई एक दिवसीय टोलीको कप्तान बनाएपछि रोहित अब कप्तान होइन, खेलाडीका रूपमा मैदानमा देखिनेछन्। यो निर्णय आउनुको मुख्य कारण पछिल्लो समय नेपाली टोलीले भोगिरहेको लगातारको खराब प्रदर्शन पनि हो। आईसीसी विश्वकप लिग 2 को पछिल्लो श्रृङ्खलामा नेपालले 4 वटै खेल गुमायो। नेदरल्यान्डसँग 2 खेल र नामिबियासँग 2 खेल खेल्दा नेपालले एउटै खेल पनि जित्न सकेन। विश्वकपको ग्लोबल छनौटमा पुग्ने नेपालको सम्भावना कमजोर भइसकेको अवस्थामा टोलीको नेतृत्व र प्रदर्शनमाथि प्रश्न उठ्नु स्वाभाविक पनि हो। त्यसमाथि कप्तान रोहितको ब्याटिङ पनि अपेक्षा अनुसार चल्न सकेन। 4 खेलमा उनले क्रमशः 31, 3, 41 र 26 रन मात्रै बनाउन सके। कप्तानबाट अपेक्षा गरिएको निर्णायक प्रदर्शन आउन नसक्दा आलोचना थप चर्कियो। त्यसपछि क्यानले ठूलो निर्णय गर्यो। कप्तान मात्रै होइन, टोलीका केही अनुभवी खेलाडीलाई समेत बाहिर राख्दै नयाँ अनुहारलाई अवसर दिएको छ। अब प्रिमियर कपमा नेपाली टोलीको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन्। तर सन्दीपका लागि यो अवसरसँगै ठूलो चुनौती पनि आएको छ। किनकि कप्तानी पाउनु मात्रै उपलब्धि होइन, त्यसलाई नतिजामा बदल्नु सबैभन्दा ठूलो परीक्षा हो। अझ रोचक कुरा त के छ भने पछिल्लो लिग 2 मा 2 श्रृङ्खलामा सन्दीप आफैले प्रदर्शन पनि सन्तोषजनक गर्न सकेका छैनन्। उनले सुरुका 3 खेलमा विकेट लिन सकेनन् र चौथो खेलमा प्लेइङ 11 मा नै स्थान पाएनन्। अब त्यही सन्दीपले फेरि कप्तानीको जिम्मेवारी पाएका छन्। त्यसैले प्रिमियर कप सन्दीपका लागि केवल एउटा प्रतियोगिता मात्र होइन, आफ्नो कप्तानी क्षमता र मैदानमा आफ्नो प्रभाव फेरि प्रमाणित गर्ने ठूलो परीक्षा बन्नेछ। उता रोहितका लागि पनि यो अन्त्य होइन। कप्तानीको दबाव हटेपछि उनी ब्याट्सम्यानका रूपमा अझ स्वतन्त्र भएर खेल्ने अवसरमा छन्। 4 वर्षसम्म टोलीको नेतृत्व गरेका रोहितले नेपाली क्रिकेटलाई धेरै महत्त्वपूर्ण क्षण दिएका छन्। उनकै कप्तानीमा नेपालले एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्यो। विश्व क्रिकेटका बलिया टोली विरुद्ध नेपालले आफ्नो क्षमता देखायो। लिग 2 को यात्रामा पनि उनले टोलीलाई महत्त्वपूर्ण उपलब्धितर्फ डोर्याए। त्यसैले कप्तानीबाट हटाइनुलाई उनको सम्पूर्ण यात्राको असफलता मान्न मिल्दैन। तर क्रिकेटमा विगतको योगदानभन्दा वर्तमानको प्रदर्शनले धेरै कुरा निर्धारण गर्छ। अहिले क्यानले परिवर्तन रोजेको छ। नयाँ कप्तान, नयाँ संयोजन र नयाँ खेलाडी मार्फत नेपाली क्रिकेटलाई फेरि उठाउने प्रयास सुरु भएको छ। अब सबैको नजर सन्दीपमा हुनेछ। 4 वर्ष अघि रोहितले सन्दीपबाट पाएको कप्तानी फेरि उनै सन्दीपलाई फर्किएको छ। समयले घुमाएर एउटै ठाउँमा ल्याएको यो संयोग जति रोचक छ, त्यति नै ठूलो जिम्मेवारी पनि हो। अब सन्दीपले कप्तानी सम्हालेर टोलीलाई जितको बाटो फर्काउन सक्छन् कि सक्दैनन्? रोहितको कप्तानी यात्रामा विराम लागेको छ, तर सन्दीपको दोस्रो कप्तानी अध्याय बल्ल सुरु भएको छ। अबको यो अध्याय इतिहास बन्ने हो कि फेरि निराशाको कथा बन्ने हो? जवाब मैदानबाटै आउनेछ। मैदानमा गुबार्ने एनर्जी सफलताको मात्र एउटा रेसिपी हाई भोल्टेज जस्तै आगो बिजुली एभ्रीडे एड्रेनालिन जिन्दगी छैन कुनै अल्छी पन्या छैन कुनै शङ्का छैन डर छैन त्रास छैन कुनै पनि धक्का हाम्रो एनर्जी so wild छैन कुनै नि so wild yeah we be going all around with the energy of hound थाकिँदैन हामी कहिले पनि मैदानमा एनर्जी everyday छुन निलो आकाश चाहिन्छ निलो नै Extreme energy from the Himalayas. Extreme energy. Extreme chance every day. Extreme energy. Extreme all the time. Extreme energy. Extreme chance every day. Extreme energy.